मात्र 100 रुपियाँ। ल हेर्नुहोस् त गाइस, आम्मामामा यस्तो मुखैमा नउठाउने मोमो, बाफ रे बाफ। अचार सचार हालेर मैले त झ्याम्की झ्याम हान्दिएको। आज इन्ड्राइभ गर्दै जाँदै थिएँ, बिच बाटोमा यसो हेरेको ठिमिनेरी पुगेपछि त मजाको मोमो पसल रहेछ, फेरि सस्तो पनि रहेछ 100 रुपियाँ भनेर। कस्तो चाहिँ रहेछ नि त भनेर खाइदिउँ न त, मेरो पालो के नै छ र जिन्दगीमा भनेर गएर ट्याप्प बसेको त यत्रो मुखमा नउठाउने मोमो त यार जम्मा 100 रुपियाँ रहेछ। हेर्नुहोस्, थपी थपी खाए पनि कसैले केही पनि नभन्ने। मैले त झन् मिठो लागेर फेरि थपेर मगाएँ। अनि त्यसपछि फेरि हान्न थालेँ, ल्याम्की ल्याम। दिनभरि इन्ड्राइभ चलाएको भोक पनि बजारे लागिरहेको। साथीहरू, यो ठाउँको मोमो चाहिँ एकदमै राम्रो छ। तपाईँहरूले पनि ठिमी साइड जानुभयो अथवा ठिमी साइडतिर हुनुहुन्छ भनेदेखि तपाईँहरूलाई चाहिँ भोक लागेको छ भनेदेखि यहाँ चाहिँ एकदमै राम्रो, नयाँ सफा सुग्घर एकदम चिटिक्क परेको ठाउँ रहेछ। यो भाइहरू यहाँको पनि एकदम राम्रो, एकदम केयर गर्ने होइन। एकदम ठुलो मलमा राखेको रहेछ यो पसल। म त धेरै महँगो होला भनेको, तर खासै त्यस्तो महँगो रहेछ। ल यही लोकेसन हेर्नुहोस् है, गुगलमा यही लोकेसन हानेर टक्क लागेर आउनुहोस्। यो ठिमीको ठ्याक्कै आकाशे पुल्नेरी को ठ्याक्कै पार्किङ बाइक साइक राख्न पनि टक्क मिल्ने। ल यो हेर्नुहोस्, उनीहरूले तपाईँको चाहिँ यो विवरण पनि टक्क अगाडि राखेको छन् सेन्टरमा, होइन कति कति पर्छ भनेर। पार्किङ सार्किङ पनि भएको। अब ल गाइस, म चाहिँ खाएर टन्न भएँ। अब फेरि इन्ड्राइभमा आफ्नो चाहिँ दिनकै घोटिने जानुपर्ने अवस्था छ। हेर्नुहोस् गाइस, गाह्रो छ होइन। अब काम त गर्नै पर्यो। ल साथीहरू, म पनि लागेँ। तपाईँहरूले मेरो भिडियो मन परेको छ भने मैले भर्खर युट्युब सुरु गरेको हो, लाइक सब्सक्राइब गरेर मलाई साथ सपोर्ट गर्नुहोस्। यस्तै लोकेसनहरू त ल्याएको ल्याइ गर्ने हो।